मर्निङ एभ्री वान। आज चाहिँ डेट 5 2025 है। आज चाहिँ हामीले जुन चाहिँ जुब्ली भनेर हामी सोसल वर्कको मैले पोस्ट गरिरहेको थिएँ है। आज चाहिँ फाइनली हाम्रो फाइनल डे टु क्लिन है। अन्त किनभने भोलि चाहिँ हाम्रो जुब्ली हो। अन्त म पनि आज मर्निङमा छिटो उठेँ, पुरा काम पनि काम गरिरहेको छु। मर्निङमा जस्तो थियो, मर्निङमा चाहिँ युथहरू आएर काम गर्दै थियो, स्पेसली बोइजहरू है। अन्त आएर ब्रेकफास्टहरू पनि खाँदै थियो। यहाँनिर कुखुरा लिएर थियो। अन्त त्यहाँदेखिको अलिक पर्खेर सुँगुरको गाडी आयो, सुँगुर ल्यायो। 3टा सुँगुर चाहिँ मलाई त देखेर माया पनि लाग्यो है। बिचराहरूको बिजोकेर नदिएर तर पनि अब भोलि काट्नुपर्छ भनेर लिएर चाहिँ आयो सुँगुरलाई चाहिँ। एउटा त निकाल्नु पनि साह्रो परिरहेको थियो है। देन आफ्टर द्याट त्यहाँनिर टेन्ट लगाउने भनेर सबै चेयरहरू टेन्टको स्टार्ट भइरहेको थियो। अनि युथहरूले त्यसरी काम गर्दै थियो। As you all are aware, we're waiting for this beautiful moment to celebrate this 25 years of Jubilee. युथहरूले काम गरेको थियो। चेयरहरू सबै माथि लाँदै थियो। ट्युसन रुमको चेयर हो हाम्रो है। यो मुगाले यता सफा गरिरहेको छ। बिचरा पनि काम गरेर थाक्यौँ होला है। अन्तखेरि आमाले त सब्जीहरू केलाउँदै थियो। यहाँ पनि अरेन्ज त अघि ल्याएको सुँगुर चाहिँ यो है, काट्यो पनि सक्यो, अझै काट्दैछ यहाँ कुकिङ डिपार्टमेन्ट। इङ्ग्लिस हिन्दी है हात मार्दै थियो। म चाहिँ यो कोर्स चाहिँ अब यस्तो छ। अनि यसलाई चाहिँ म एकदम डेकोरेसन गर्छु है। अनि यसलाई बनाएर चाहिँ म तपाईँलाई देखाउँछु। अनि म स्टार्ट भयो मेरो वर्कमा। काम चाहिँ हेर्नु इजी छ तर अल्छी लाग्दो रहेछ है। अनि दामी काम चलिरहेको छ, युथहरूले पनि काम गर्दैछ। म चाहिँ टाइम टाइममा बाहिर निस्किँदै भिडियो गर्दै आउँदैछु है। यतिको भइसक्यो। अनि मेरो पनि काम चाहिँ यति चाहिँ मैले काटिसकेँ हो। अनि फाइनली मेरो क्रस चाहिँ रेडी भयो। मैले त्यसरी बनाएको क्रस चाहिँ। अनि बाहिर चाहिँ यहाँनिर चाहिँ यतिको चलिरहेको थियो। अहिले खाना खाँदै थियो हामीले है। खाना खानु स्टार्ट भइरहेको थियो। अनि फेरि यो चाहिँ भोलिको लागि जति पनि उस हुन्छ नि, यो चाहिँ सन्डे स्कुलले दिएको स्क्रिन हामीले चर्चले है। अन्तखेरि यता चाहिँ फ्लावरहरू एकदम डेकोरेसन पनि हुँदैछ। बाहिर माछा मासु अदुवा लसुन छिल्नेहरू सबैजना आमाहरू पनि बिजी। बिचबिचमा चाहिँ आमाहरूको हिन्दी इङ्ग्लिस के चाहिँ हाल्दै गर्नुपर्छ है। काम गर्दा चाहिँ मदर्स ग्रुपसँग बस्नुपर्छ है। हाँसेर मार्छ उनीहरूको इङ्ग्लिस हिन्दी एकदम टप A1 हुन्छ। अन्त हामी चाहिँ यतातिर प्र्याक्टिस गर्न गयौँ है। अनि अलमोस्ट 4 घन्टा जस्तो प्र्याक्टिस गरेर चाहिँ हत्तु भयो। अनि बाहिर निस्केको त अँध्यारो पनि भइसकेछ। अनि डेकोरेसनहरू पनि यतिको कम्प्लिट भइसकेछ। बाहिर सबैजना डिनर टाइम पनि भयो है। राति हामीले त्यहीँ चर्चमै खाना खायौँ। अनि डेकोरेसन चाहिँ यस्तो भइरहेको थियो। अँध्यारो भएर त्यति देखेन, भोलि देखाउँछु उज्यालोमा। त म चाहिँ एकदम खुसी है। मलाई चाहिँ डेकोरेसन भन्दा पनि फ्लावर एकदमै मन पऱ्यो। आई मिस माई वेडिङ डे। म त एकदम खुसी भइरहेको थियो। फुल चाहिँ एकदमै मन पऱ्यो मलाई भन्दै थिएँ। अनि फाइनली एभ्री वान इज गोइङ टु स्लिप। आई एम वेटिङ फर टुमोरो। गुड नाइट। गुड नाइट एभ्री वान। सी यू टुमोरो इज आवर फाइनल डे। गुड नाइट।